माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्दछु। शहरी विकास, मध्य पहाडी लोकमार्ग आसपासका 12 स्थानमा पहिचानयुक्त सहर निर्माण गर्न जग्गा विकास र पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिन रु 1 अर्ब 83 करोड विनियोजन गरेको छु। देशका प्रमुख सहरहरूमा एकीकृत फोहोर मैला व्यवस्थापन, ढलमुक्त नदी अभियान र नदी किनारामा हरियाली प्रवर्धनका लागि रु 4 अर्ब 19 करोड विनियोजन गरेको छु। जेनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रबलीकरण तथा पुनर्निर्माण कार्यलाई प्राथमिकता दिनेछौँ। जाजरकोट तथा रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुनर्निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरेको छु। हालसम्म सडक सञ्जालबाट नजोडिएका स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग सर्वयाम सञ्चालन हुने सडकमा जोड्ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढाउनेछौँ। नागरिकलाई आधारभूत यातायात सेवामा पहुँच बढाउन बढीमा 30 मिनटको पैदल यात्राको दूरी नबढ्ने गरी झोलुङ्गे पुल निर्माण गर्न रु 5 अर्ब 14 करोड बजेट विनियोजन गरेको छु। राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा झापा जिल्लाको मेचीनगर नगरपालिकामा 100 वटा भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री वितरण गर्नेछौँ। सडक तथा शहरी पूर्वाधार विकासका लागि 286 अर्ब 48 करोड विनियोजन गरेको छु।